हाई गाइज, यो भिडियोमा चाहिँ तपाईहरुलाई म एससीको वान अफ द मोस्ट इम्पोर्टेन्ट क्वेसन यो ग्यास भन्ने टपिकबाट एउटा लगभग फिक्स सोध्ने दुईवटा छ क्वेसन। यसमा एउटा कार्बन डाइअक्साइड एउटा एमोनिया, त्यो मध्ये एउटा कार्बन डाइअक्साइड ग्यास चाहिँ ल्याबोरेटरीमा कसरी बनाइन्छ भन्ने कुरा चाहिँ म यसमा तपाईहरुलाई सिकाउने छु। कार्बन डाइअक्साइड कसरी बनाइने ल्याबोरेटरीमा फर्स्टमा के लेखिन्छ भन्दाखेरि पहिला कार्बन डाइअक्साइड कसरी बनाउने भनेर सिद्धान्त लेख्नुपर्छ। के लेख्ने? सिद्धान्त। फर्स्ट क्लास सबैभन्दा पहिला सिद्धान्त लेख्ने। सिद्धान्त के हो भन्दाखेरि चुनढुङ्गालाई फिक्का हाइड्रोक्लोरिक अम्लसँग प्रतिक्रिया गरी कार्बन डाइअक्साइड बनाइन्छ। फर्स्टमा यति लेख्नु पर्यो, चुनढुङ्गालाई फिक्का हाइड्रोक्लोरिक अम्लसँग प्रतिक्रिया गरेर कार्बन डाइअक्साइड ग्यास बनाइन्छ भनेर लेख्ने। अब यति लेखिसकेपछि हामी यसको फर्मुला लेख्छौँ। चुनढुङ्गा भनेको CaCO3 प्लस डाइल्युट HCl, योसँग प्रतिक्रिया गरेर के बनाउँछ? Ca ले Clसँग CaCl2 प्लस पानी र कार्बन डाइअक्साइड बनाउँछ। अब यसलाई चाहिँ ब्यालेन्स गर्नुपर्ने हुन्छ, सन्तुलित समीकरण बनाउने। जस्तै यहाँ दुईटा छ, यहाँ दुई थप्यो, दुईवटा भयो, क्याल्सियम एउटा कार्बन एउटा अक्सिजन तिनवटा, दुई एकले तीनवटा भयो। फर्स्टमा यति लेख्ने। अब यति लेखिसकेपछि हामी उपकरणहरू लेख्छौँ। के लेख्छौँ? उपकरणहरू के चाहिन्छ त कार्बन डाइअक्साइड ग्यास बनाउन के चाहिन्छ भनेर उपकरणहरू लेख्ने। फर्स्टमा चाहिँ के चाहिन्छ भन्दाखेरि वुल्फ बोतल चाहियो। दोस्रोमा डेलिभरी ट्युब चाहियो, वुल्फ बोतल चाहिन्छ, डेलिभरी ट्युब चाहिन्छ। थर्डमा ग्यास जार चाहिन्छ, फोर्थमा वुल्फ बोतल, डेलिभरी ट्युब, ग्यास जार। त्यसपछि अब हामीलाई के रबर कर्क, त्यसपछि के चाहियो? ग्यास जार भयो, डेलिभरी ट्युब भयो, रबर कर्क, थिसल फनेल, यति कुराहरू चाहियो। उपकरणहरूसँग भयो। यति लेखिसकेपछि अब हामी के लेख्छौँ भन्दाखेरि के रसायन चाहिन्छ भनेर लेख्छौँ। मेन चाहिँ हाम्रो यो दुईवटा हो, एउटा CaCO3 र HCl। यति लेखिसकेपछि अब हामी रसायनहरू के चाहिन्छ त? रसायनहरू भन्ने एउटा फर्स्टमा CaCO3 चाहियो, चुनढुङ्गा, क्याल्सियम कार्बोनेट के भन्छौँ, जे भने पनि एउटै हो। दोस्रोमा चाहिँ अब HCl चाहियो। अब यति गरिसकेपछि चाहिँ विधि लेख्ने, कसरी बनाइन्छ भनेर विधि लेख्ने। यसको लागि सबैभन्दा फर्स्टमा चित्र बनाउनु पर्ने। चित्र बनाउनु एकदमै सजिलो छ। यसरी एउटा फर्स्टमा वुल्फ बोतल बनाउने, यहाँ थिसल पनि लेख्ने। यताबाट डेलिभरी ट्युब जडान गर्ने, ग्यास जार बनाउने। र यदि लगभग सिधा बनाउनु, हल्का बाङ्गो भएको छ, सिधा बनाउनु। यदि भयो भने लगभग पुग्यो। अब हामी यहाँ चुनढुङ्गा राख्छौँ, यहाँ हाइड्रोक्लोरिक अम्ल। अब यहाँ नाम लेख्नु, यहाँ यो थिसल फनेलबाट चाहिँ
HCl पठाउने। यो के हो? डेलिभरी ट्युब। डेलिभरी ट्युब, यो डेलिभरी ट्युब हो, यो फिसल फनेल हो। यसमा चाहिँ हामी HCl राख्छौँ। यो चुनढुङ्गा र यहाँ चाहिँ कार्बन डाइअक्साइड ग्यास बन्छ। यति चाहिँ हाम्रो बेसिक जान्नुपर्ने कुरा हो। यो बनाइसकेपछि अब हामी विधि लेख्छौँ, के गर्यौँ त भनेर लेख्छौँ। 1 नम्बरमा के लेख्ने भन्दाखेरि सर्वप्रथम यो उल्ट बोतल लिने र त्यसमा चुनढुङ्गा राख्ने। फर्स्टमा के गर्ने रे? एउटा उल्ट बोतल लिने र त्यसमा के गर्ने? चुनढुङ्गा राख्ने। सर्वप्रथम बोतलमा चुनढुङ्गा राख्ने। भयो। दोस्रोमा के गर्ने? फर्स्टमा सर्वप्रथम के गर्ने रे? उल्ट बोतलमा चुनढुङ्गा राख्ने, चुनढुङ्गाका टुक्राहरू राख्ने। दोस्रोमा चाहिँ रबर कर्कको सहायताले एकातिर फिसल फनेल र अर्कोतिर डेलिभरी ट्युब जडान गर्ने। एकातर्फ रबर कर्कको सहायताले फिसल फनेल र अर्कोतर्फ डेलिभरी ट्युब जडान गर्ने। यति लेख्नु। फर्स्टमा भयो, सेकेन्डमा भयो, फेरि माथि लेखौँ, यहाँ अलि नलेखिला। यति लेखिसकेपछि एकतिर हामीले फिसल फनेल, अर्कोतिर डेलिभरी ट्युब गऱ्यो, जो जडान गऱ्यो। डेलिभरी ट्युबको एक छेउलाई ग्यास जारमा जडान गर्ने। ग्यास जारमा जडान गरी अब त्यति गरिसकेपछि अब के गर्ने? यो फिसल फनेलको सहायताले के गर्ने? डाइल्युट HCl राख्ने। अब यो राखिसकेपछि के हुन्छ? यहाँ ग्यास बन्छ र ग्यास जम्मा हुन्छ। हामीले मेन लगभग हाम्रो सकिसक्यो। अब यति भइसकेपछि अब ग्यास जार बन्छ। ग्यास चाहिँ कहाँ जम्मा हुन्छ? ग्यास जारमा जम्मा हुन्छ। ग्यास बनेपछि अब यो ग्यास जम्मा भयो कि भएन भनेर के गर्ने? टेस्टिङ गर्नु पर्यो। राख्ने। त्यसपछि के भन्छ? कार्बन डाइअक्साइड बन्छ। यति लेख्यो। अब परीक्षण, हामीले बनाएको ग्यास चाहिँ कसरी परीक्षण गर्ने भन्ने कुरा। जस्तो ग्यास जारमा ग्यास त भर्यो होइन, अब त्यो भरे भरेन भनेर कसरी थाहा हुने त? भन्दा सर्वप्रथम बलिरहेको सलाइको काँटीलाई ग्यास जारको मुखमा राख्दा मिल्छ। बलिराखेको सलाइको काँटी चाहिँ ग्यास जारको मुखमा लगेर राख्ने। त्यो ग्यास भरेपछि त्यो निप्नुपर्छ, किनकि हामीलाई के थाहा छ? कार्बन डाइअक्साइडले चाहिँ आगो निभाउन मद्दत गर्छ है। यो भयो। दोस्रोमा चाहिँ के हो भन्दाखेरि यो ग्यास
यसले चाहिँ यो ग्यासले भिजेको निलो लिटमस पेपरलाई रातो बनाउँछ। भिजेको लिटमस पेपर लिने निलो र त्यसलाई चाहिँ ग्यास चारोभन्दा छिराउँदाखेरि के गर्नुपर्छ, यो रातो गर्नुपर्छ। र थर्डमा भनेको यसलाई जुन पानीमा पठाउने, जुन पानीमा पठाउँदा दुधिलो सेतो बनाउनु र धेरै समय पठाउँदाखेरि यो हराउँछ। धेरै समय पठाउँदा दुधिलोपन हराउँछ। यति चाहिँ गरेपछि चाहिँ लगभग हाम्रो सक्यो। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो? भिडियो राम्रो लागेमा लाइक सेयर र कमेन्ट गरिदिनु होला। र केही मिस्टेकहरू छ होइन, भिडियो अझै राम्रो बनाउन के गर्नुपर्छ भन्ने सुझाव छ भने पनि कमेन्टमा छोडिदिनु होला। म त्यसलाई सुधार गर्ने प्रयास गर्नेछु। हस्त, धन्यवाद।